डर लाग्दैन। ल अब हाम्रो ग्रुप चाहिँ हिँड्यो है लोरी हेर्नलाई। अगाडि सञ्जय भाइ छन्, यता आशिष र म छौँ। ल हिँड्नु त्यसकी हात देखाउँदै। हान्छ त भाइ किन प्याज छैन? अहिले जेठी खाउनुपर्छ प्याज बनाएर। अझै त किन्यो त कहाँ कहाँ हाम्रो यात्रा चाहिँ सुरु भयो। मान्छे त टन्नै छ भनौँ। लच्छुडन कहाँ हो? लच्छुडन ए लच्छुडन के छ भने खबर? के हो त भने यस्तो जाम केही छैन यार। छैन यार, यस्तै छ के गर्ने जाम। मामा नमस्ते। के भयो? तेल चाहियो अरे। पैसा तिम्रो उता आएको तिमीलाई कि म पनि त्यो गरेर छैन मेरोमा माग छ। बरु सन्जय हर गरेर हालिदिन्छु। उहीँ गएर जाम बरु हिँड्नुहोस् मैले हालिदिन्छु। जाम हिँडेको ल म गाडी लिएर आएँ। बुढो जाने म आएँ। ल माथि भेटौँ ल म आएँ। ल एउटा गाडी लिएर नि मैले बाइक लिएर जान्छु। कुन गाडी?
ल चुरोट यहाँ जति मागेको थिएँ गाडी कल लैदिनु त तपाईँ लैदिएर जानु म आइला हिँड्नुहोस् है म मान्छेतिर बस्नु आउने कहिले मलाई हान्यो मलाई के अब चेन्ज गराउँछ ए बिस्तारै मुला धुलो खायो यिनै मुलाहरू मलाई धुलो खुवाउने नयाँ सालेहरू भाइ भनेर के गर्ने हो र अब यो तल अन्छ थाहा छैन हेर यहाँ अब देखिस् ओ सञ्जय रोका त देखिस् नि अन छ के यो अफ डिस्प्ले अफ भएर बस्छ के बल्ल लेली गर्न लाखान एकता लैछन् भन्छ ओ बुझिस् त्यसले आश्रम मुनि कहाँ हो र यहाँ हो बाटै वरि हो हामी बाइक राख्ने त बाइक राख्ने सामने कता जाने ल हामी चाहिँ भर्खर यो लोरीको डाँडामा आइयो आज भैलो हेर्न अरे यो भैलो पनि के वर्षैभरि हुन्छ कि अब यार हाम्रो सञ्जय भाइ पुख्रे भाइ आशिष भाइ पनि छ यहाँ होइन मान्छेको एकदम भिड छ लास्टै यार मेरो त चस्मी लाउनु भुलिसकेर यार छ हो यत्र त म अलि आइनु त्यस्तो जुलो काँदै लिएर आऊ हेर्छ जाइजा हामी पथलाको गाइजमा छौँ मोमो आयो चिकन चाउमिन आयो चिकन लेग पिस आयो पर्दैन क्या धेरै यो चाहिँ हाम्रो लोरीको भैलो मेला हामी सञ्जय भाइ हामी पञ्चमी मेला पञ्चमीको अन्तिम मेला अरे जुत्ता सालको तिहार अन्तिम हुन्छ होइन सक्दो 150ले अन्नै बहिनी आज ढिकामुनि ऊ हेर्न क्या मैले रिसाइजहरू नि आउनु र आइरहन् अब यस्तो भाँडाकुँडा सब बिक्री भइरहेछ हो सिद्रावाला सोल्टी पनि आएर छन् ल हाम्रो गाउँकी अनिसा बहिनी यहाँ बेच्दै हुनुहुन्छ ओ साउनी चटपट कसरी हो छैन के खिचिराखे त्यो पावर सेभिङ मोडको लागि कति बेच्यौ त खै गनौँ न ल ल डन फोनै उठाउनु न अरे जुत्ता के कुन किन्ने भन्छ 1500मा दुईटा रे के जुत्ता ल
बिलिभ त सम्झि नि बस्ने बजाऊ मिठो धुन बजाऊ ल किनिदिन्छु ल मिठो धुन बजाऊ त्यस्तो त हुन्न ल के चिज हो राखा राम्रो यस्तो भन्ने सोध्ने बेलुकी गएर एडिट गर्ने गर गाडी त मुन्न केटा यसले जाम देखिन पनि यार हेर्न एकजना हामीदेखि माथि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यति बेला हामी तपाईँहरूको निम्ति अहिले बाहिरतिर जाऊँ कि इन्टायर त पनि यहाँ भिडियो गर्नु जान्दैन उयो काटेर गर्नु होइन क्याप्चर गर्नु होइन केही रहन्छ कि केटा उयो माथिबाट घुमेर एउटा च्याक काट्न जानेन कि यहाँ काट्नु हुन्थ्यो काटेर फेरि सुरुबाट गर्नु हुन्थ्यो कि त्यहाँबाट माथिको बटन दाब्दैन फेरि यो रेटमा 100 का 3 जोडा
आउनुहोस् आउनुहोस् हजुर आउनुहोस् 1.5 सेकेन्ड दुईटा परा 1.5 सेकेन्ड दुईटा पेज लिएर माथि जाम कि डाँडामा केटा यी रामै छैन हेर्न त तातेर ओरि ताते चाहिँ एउटा तात्छ यतिको आगै परेछ कि बुढाले फेरि यहाँ मासु लिएर आउँछ उहाँ अरू लिएर आउँछ उहाँ माछा बिक्री हुन्न नि त बेजा लाग्नु लाबी यो चमातमा बन्द गर मन
बुड्डेमा 37% गरेर पैसा बिना गरो
बा जेडी बनाएको भिडियो बनाउँछ है। कति रुपियाँ पाउ बेच्नु भयो? अब कति रुपियाँ पाउ बेच्नु भयो? 100 रुपियाँ पाउ। 400 रुपियाँ किलो। हामी त अब मम्फुली खान लाग्यो सबैजना मिलेर। अरे यसलाई हाम्रो आर्मी भाइ हाम्रो सञ्जय भाइ आर्मी भयो भइसक्यो त। हाम्रो आर्मी हो त ला भिडियो भयो कि न त आइफोन लिन्छ न त यो उनीहरू गर्छ न केही काम लाग्यो खै त भिडियोमा गयो। यो चाहिँ लोरीको डाँडा मालारानी गाउँपालिकामा पर्छ। आज यहाँ भैलोको कार्यक्रम थियो होइन। अनि मान्छेहरू कम्मै छन्। म चाहिँ बसिरहेको छु, केटाहरू जेरी किन्न गएँ। अहिले आउँछ एकछिनमा। पारि हिमाल देखिरह त्यो माथिको डाँडामा केटाहरू जेरी लिएर आए। केटाहरू जेरी लिएर आए। सञ्जय भाइ गइसके यार। देखाउन जेरी ल देखा त यहाँ भुइँमा राख्न। काँडले त तातै थिए। ल म त लोरीको डाँडातिर सुतिरहेको छु मजाले है। अब के गर्ने कामसाम छैन भन्नुहुन्थ्यो। काम छ। केटाहरू यसो त्यहाँ हेर्न गएछन् रमाइलो। म चाहिँ यहाँ सुतिरहेको छु। त्यस्तै छ। आशिष भाइ यहाँ मोबाइल चलाएर बसेको छ। मैले चाहिँ ट्याक्क यहाँबाट भ्यू हेर्दैछु कि लोरीवाला भ्यू टक्क सुतेर होइन। कतिर यस्तो भ्यू छ भने मान्छेहरू मजा बसिरहेको। पारि हिमाल छ। दुर्कोट गाउँपालिका भयो। अब चलपल भ्याइन लाग्यो। जेरी बेच्नु डाल्यो भने जेरी बेच्दै हुनुहुन्छ। अब चलपल भ्याइयो। भोला अरे भोला उब्रे
हाम्रा यी दुईटा दादाहरू भेटिए बल्ल अन्न ए यो साइकलले मोबाइल हरा भन्छ कतिखेर के भन्छ कतिखेर गिफ्ट दिएँ मैले भन्छ चाट्यो छ यार अब यहाँ सुकुटी पुरै रमाइलो छ भने जेरी बेचे छैन के हाँदैछ नि त अझै यार हेर केटा फेरि भन्छ मासला राउन्ड कि खाला फेरि अहिले राउन्ड कि अझ